हेलो साथीहरू, म त खाना खान सुरु गरेँ बेलुकाको हो। आज खाना खाँदा 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 थुक्पा खाइदिएको नि बनाएर। एक्लैमा मिठो हुँदैन हो साथी हो। त्यही छ साथी हो। भात खाँदा खाँदा भयो कि साथी हो, अन्त थुक्पा बनाएर खाइदिएको नि। कहिले खाँदा मिठो हुन्छ है थुक्पा पनि। खोर्सानी खाँदा फेरि भुँडी दुख्छ हो। एक कोरो भात खाँदा खाँदा साथी हो, अन्त एक्लैमा मिठै हुँदैन हो। अन्त आज थुक्पा बनाएर खाइदिएको नि। तपाईहरु खानुभयो कि भएन साथी हो? किन चाहिँ भयो? खाना खाना फोन आएको आएकै गर्छ कि साथी हो, अन्त डिस्टर्ब हुन्छ हो। हिरो कहिले त आँटा थुक्नु मजा आउँछ साथी हो। कति खाना खानु हो, एक्लैमा अल्छी लाग्छ, मिठो पनि लाग्दैन कोही बेला त हो साथी हो। अन्त नि खाना खानुभयो गाइसहरू? कसैको पाक्दै होला, कसैको बनाएको छैन होला है साथी हो। कसैको खाएर पनि सुतिसक्यो होला होइन। म त यति बेला खाँदैछु। म त साधारण भए त चल्छ पो, किसिमको आइटम चाहिँदैन पो मलाई त। मलाई थुक्पा अचार भए त भयो। अन्त मासु प्रायः जस्तो खाँदिनँ हो साथी हो। अन्त प्रायः जस्तो भेज खान्छु हो। साथीहरूले के खानुभयो होला है? हजुरहरूले खानु भएको छैन खानुहोस् ल बिस्तारै। गरम भयो साथी हो, तातो खाएको कि खाना। ल जाडोले लुगा खाप्पै खाप लाउनुपर्छ हो। र पनि जाडो हुन्छ साथी हो यहाँ त। त्यो जाडो हुन्छ नि त के गर्नु। म त खाप्पै खाप लुगा लगाइदिन्छु, जाडो हुन्छ नि त। 2टा भेस्ट एउटा ज्याकेट लगाइरहेको छु हो। अझै अहिले त अलिक जाडो हरायो हो साथी हो। अस्ति त झन् पुरा जाडो थियो नि। हुन्छ साथी हो, बाई बाई। अर्को भिडियोमा भेटौँ ल साथी हो, बाई बाई।